आज हामीसँग हुनुहुन्छ काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह। आउनुहोस् उहाँलाई स्वागत गरौँ। एकछिन पर्खिनुहोस् है। किन दाइ के भयो? छाडा शब्द प्रयोग हुन्छ कि नै? छाडा शब्द यो भिडियोमा सागर दाइ के भन्न चाहनुहुन्छ? बालेन माछ्नी खाते। उत्तर पाइहाल्नु भयो। अब भिडियो सुरु गरिदिउँ है। ल अब ढिला नगरी सुरु गरौँ। ल अनि दाइ के हो सिंहदरबारमा आगो लगाइदिन्छु भनेर स्टार हाल्नु भएछ। हजुरलाई पनि के सागर दाइको भुट चढ्यो कि क्या हो? अलिअलि आगो लगाइदे 2-4 दिन पर्खी कान्छा। आगो लगाएर सुरु गर्दै नेपाल बनाउने काम गर्ने नै हो त्यो। हो दाइ काम चाहिँ गरेर देखाउनु पर्यो है। ऱ्याप मात्र हानेर केही हुँदैन भन्दैछ नि। ऱ्यापमा त ऱ्याङ 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 ऱ्यापमा त गरेर हुँदैन। त्यसो नहुनु न होला नि केही न केही त। तोर्पे मेयरहरू आएर यहाँ हुनेवाला के छ बाजे यस बालन साजी नमस्कार छ तपाईँलाई। हेलो नमस्ते। त देशमा सही चाहिँ मेयर भएर आछस् प्रधानमन्त्री भएर आछस् भने भोलि ग्यासको भाउ 800 मा ल्या त ल हेरौँ तेरो बाउको तागत छ कि छैन साला। ल भोलि भाउ घटा भोलि ग्यासको भाउ बालन शाहले घटाउँछु भनेर घट्ने हो र? कस्तो कुरा गरे? के हो दिमाग? गाँजा तान्दा तान्दा ह्याङ भएर गाजा मात्र खाएर गिदी पुरै सुकाइ। बाबाजी यो गाँजा के हो कस्तो हो यसको बारेमा एकछिन भनिदिनु त। गाँजा भनेको एउटा यस्तो चिज हो जो सामान्य बच्चालाई पनि प्रयोग गर्न सकिन्छ। यो ए हो र बच्चालाई खुवाउँदा चाहिँ के फाइदा हुन्छ? 2 मुन्टा टिपेर गाँजा त्यो हलुवामा पकाएर खान्थ्यो। धेरै रोइरा बच्चा छ भने त्यो सुत्या सुतै हुन्छ क्या। कस्तो कुरा गरे? गाँजाको नसा लागेपछि सुत्दैन त अनि बच्चा रोयो भनेर अनि के गाँजा खुवाउनु? अब बालन दाइ के भन्न चाहनुहुन्छ गाँजाको बारेमा? विट खाएकै छैन भनेपछि मलाई थाहा छैन। लाडो खा। के भन्छ यो यसको त गर्दैन बाबाजी के हो के गरेर? काम नपाएर यसो आँखाको एक्सर्साइज गर्न। आँखाको होइन हजुर अर्कै कुराको एक्सर्साइज गर्दै हुनुहुन्थ्यो। ऋषि धमालले थाहा पाएपछि साँच्चीकै लाइफ ड्यामेज होला नि तपाईँको। बाबाजी हजुरले गीत त सुन्नुहुन्छ होला? गीत सब सुन्छु ऱ्यापदेखि लिएर हेभी मेटल कुन ऱ्याप सुन्नु भएको छ? यसको छम्मा भन्ने सुनेको छु। त्यो ऱ्याप हो र? बाबाजी हजुरले बालेन दाइलाई कसरी चिन्नुहुन्छ? बालेन शाहलाई त मैले अहिलेसम्म मेयर भनेर चिनेको छु। मेयर मात्र हो र? दाइ त ऱ्यापर पनि हो नि। विकल्पविहीन विदेशी ब्यान्ड बन्छ भिखारी शिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी। यो तोर्पेले के गीत गायो होला? दिस इज ऱ्याप। यस्ता ऱ्याप स्याप मलाई मन पर्दैन। मन नपरे न मलाई बाल छ। आफ्नो नेपाली ट्रेडिसनलमा जानु पर्यो क्या। आई रिस्पेक्ट माय कल्चर। तर म्युजिकको हिसाबले के वी आर हिप हप के। त्यो हाम्रो ट्रेडिसनलमा पर्ने हो। नेपाली पहिचानमा आउन म जस्तो भएर पहिचानमा आउन म जस्तो भएर पहिचानमा आउन। नेपाली पारामा गर्नु पर्यो भनेर इङ्ग्लिस गाना गाउनु खोज्छ। त्यही त नेपाली भएर नेपाली लोकगीत गाउनुपर्छ आधुनिक गीत गाउनुपर्छ भन्नुहुन्छ अनि आफै ऱ्याप हान्नुहुन्छ। यता ऱ्याप गाउनु त म योभन्दा 4 खण्ड गाइदिन्छु। चकलेटको पेपर ऱ्याप कि के कस्तो? बाबाजी देखाइदिनु त कस्तो ऱ्याप हो? बालेन शाह फ्लप खान्छ फेरि। एउटा सानो ऱ्याप हान्दिनु न दाइ। तपाईँ आफ्नो ऱ्याप चाहिँ गाउनुहोस् न। यता हेर बालेन अब तिमी आयो मलाई केही आशा खोल्यो। के गाउनु भएको तपाईँ? यस्तो पनि ऱ्याप हुन्छ? सक्नुहुन्छ भने अङ्ग्रेजीमा हाल्नु त ऱ्याप ल। के बोले भाइ? भनेको छ भने कतिले नबुझ्नु होला हैन। प्राइम मिनिस्टर यु मेक अ फ्रेन्ड भनेको चाहिँ तपाईँ बनाउनु साथी। कुछ भी उत्पादन गर्न धेरै वर्डहरू जान्छ हैन। दाइ एउटा फ्रीस्टाइल जाओस् न। Got a great some be the other guys. He's a violent guy. Very nice all the people today. गाएको गीत उसले ब्याग बुझ्दैन क्या? मैले पनि ऱ्याप गाएर हिट हुन सक्थ्यौँ होला। किन के गर्नु सकिनस् त? अनि बाबाजी हजुरले त ऱ्यापरहरूलाई तोर्पे गजेडी के भन्नुभएछ नि त? के हो यस्तो? नेपालमा मलाई ऱ्याप बजाएर गजेडी दिने के ज्वाइन दिने सबै कुरा मैले जानेको छु। के जान्नु भएको छ? यो जति पनि ऱ्याप सङ्गरहरू छ नि सब ड्रग एडिक्टहरू हो क्या। सबै र्यापरहरूले डिसरेस्पेक्ट गर्छस् भाइ। त्यही त जीवले खायो भन्दामा सबैले खान्छन् भन्नु त मिल्दैन नि यार। धेरै चाहिँ नखा कति खाइस् तैँले आज? आँखा नि खुल्नु सकेको छैन। ए साँच्ची जीव मात्रै होइन लाउरे दाइ पनि हुनुहुन्छ नि। वेयर इज लाउरे? लाउरे कति आए कति गए बडी बोल्छस् त? बोल्छु त। यता हेर खाते के खाँदै? चटाइदिन्छु तँलाई मेरो छेरपाटे। ट्याप खाने ट्रामा खाने भ्यालम खाने ब्राउन खाने चोर ट्यापे हो। मैले कहिले ड्रग्स खादिन गाइस। बिग्रिनी नपढ्ने हो केटाहरू। म स्कुलमा फर्स्ट हुन्थे बाइ द वे रिमेम्बर दिस। यो जति पनि ऱ्याप सङ्गरहरू छ नि सब ड्रग एडिक्टहरू हो क्या। सबै ऱ्यापरहरू कहाँ त्यस्तो हुन्छ नि त? त्यस्तो बजार सन्देश नफैलाउनुहोस् न हजुरले। त्यो तोरीलाई बुझाइदिउन कसैले गरे यार। बालेन दाइ सम्झाउनु त उहाँलाई। जस्तै व्यक्तिले गर्दा तपाईँहरूको जस्तै सोचाइले गर्दाखेरि ऱ्याप ब्याटल गाउनेलाई समाजमा ट्यापे भनेर चिनिन्छ गलत नजरले। तोर्पेले गाउने गीत के भन्यो यार? रेस्पेक्ट भन्ने छैन यार अलिकति। मलाई चाहिँ यस्ता गीतहरू चाहिँ मलाई मन पर्दैन। मन पर्दैन साइड ला के? ऱ्यापको जुन शब्दहरू छ त्यो शब्दप्रति कतिपय ठाउँमा मेरो भद्र असहमति रहला। तर अहिलेको यङ जेनेरेसनहरूको हर्ट बिट बनिरहेको
पब्लिक पल्स बनिरहेको उहाँहरूलाई म सम्मान गर्छु। मैले यस्तो समय सान्दर्भिक सन्देश दिनुभयो बालेन दाइलाई त तोर्पे भनिदिनु भएछ त। कहाँ यो बालेन शाह तोर्पे बालेन दाइ हजुरलाई तोर्पे रे के भन्न चाहनुहुन्छ? अगल्टोले पोल्या कुकुर आइमा ब्ल्याक ह्यान्डसम भन्दा धेरै ह्यान्डसम छु है। लाजिन पार्टीतिर गएर सोध्यो मान्छे कस्तो हो भनेर आइमा ब्ल्याक ह्यान्डसम सुनकाले कलाकाले भने कला फेरि लभलीमा चुर्लुममा डुबाउँदा पनि हुन सक्दैन यस्तो गोल। अनि उहाँलाई तोर्पे भन्नुको कारण चाहिँ के हो? कसैको शालिग बनाउने यो चाहिँ त्यही भएर उहाँलाई तोर्पे भन्दै हेम बुद्धको शालिगको कुरा गर्नुभयो होला हैन? सार्वजनिक जग्गामा यम बुद्धको मन्दिर बन्छ भने मेरो मृत्यु अवस्थापछि मेरो शालिग बनाउनु पर्छ के मन्जुर छ त बालेन शाहजी? देशको लागि के गर्नुभयो शालिग बनाउने हजुरको? के गरे त यम बुद्धले कहाँ के बनायो के गरेछ भने उसले गरेछ के देखियो यसलाई केही थाहा नै छैन क्या। उ इज एम बुद्ध रबर सुने थियो कहिले? त्यही त यत्रो र्यापरहरू देख्नु भएन? दिमाग रन्किन के यो र्यापरहरूलाई त सब ख्यापर बनाइदिएर ख्याक बनाएर पठाउँछ जस्तो लाग्छ के मलाई हामी त हिपहप म्युजिक गरे हो नि त हामीले के कसै मान्छेलाई गएर पिट्या छ चोर्या छ लुटेको छ। सब यहाँ ट्याबे बढाउने हो र यो देशमा काम एउटै छैन चाकमुनि पाइन्ट लाउने यार हिपहप हो मुझे अमेरिकन हिपहपहरूले यहाँ ऱ्याप दियो नेपालीको पनि चाका बोसो लागेर क्या ऱ्याप दिने तिमी कहाँ म कहाँ मुजी खाते चोर फक यु मुझे यस्तो यार के गरे भाइ त्यसो के मुजी बोला रहेछ साकारसँग कुरा गर्नु पर्यो दाइ। झारबादहरूसँग म कुरा गर्दैन के गर्न मन छ लिल बुद्धलाई तिमीसँग एक दुईवटा बात। बत्ता मुजी कहाँ हो तेरो क्यामा बुद्धको भाइ फ्रम घटिकुलो 32 नाका मुजी रन्डीको छोराको म त जोगी हो न मेरो इज्जत छ न बेइज्जत छ आफ्नो इज्जत छैन भने अरूको त इज्जत गर्नुस् यार कमसे कम। के बोलेको यो? यहाँ कस्ता कस्ता मान्छेको शालिग बन्न सकेको छैन तोर्पेको चाहिँ शालिग बनाउने यहाँ हजुरलाई यो कुरा चित्त बुझेन होला तर अलिकति बोल्ने तरिका हुन्छ नि यार के हो? हेम बुद्धले समेत तोर्पे रे यार। तोर्पे हो त्यो तरिका बोल्ने तरिका छैन। आफूलाई मन परेन भनेर जे पनि भन्न पाइएन नि। यी पुण्यदाय जस्तो हुनु पर्यो क्या? नेपाली ऱ्याप सङ्गीतको लेजेन्ड भनेर चिनिने स्वर्गीय यमबुद्धलाई हामी ट्रिब्युट गरौँ। असमयमै उहाँको असामयिक अवसान भयो त्यसले ऱ्याप सङ्गीतमा ठुलो क्षति पुर्यायो होइन भाइ? उहाँलाई हार्दिक श्रद्धाञ्जली। बालेन शाहलाई तोर्पे हेम बुद्धलाई पनि तोर्पे रे नारायण गोपाललाई पनि तोर्पे भन्नुभयो। तोर्पे हो मेरोलाई कमेन्ट्सहरू नराम्रो हान्ने चित्त दुख्ने होइन जे पाइदे भन्नुहुन्छ अरूलाई पनि आउँदैन त नराम्रो कमेन्ट। तपाईँहरूले भनेर मेरो केही पनि उखाड्नेवाला छैन तपाईँहरूको कमेन्ट समेन्ट मलाई त मन पनि परेको छैन यही तपाईँहरूको कुरा मेरो ढाड बराबर म बुद्धको शालिग बनाउने यहाँ देशको गरिब जनताको घर छैन अर्काको शालिग बनाउने। तेरो घर छ तैँले के सोचेस् खाद्य सोचेपछि क्या तेरो घर छ घर किन चाहियो? तेरो घर छैन भने लाडो खा बढी कुरा तेरो दाँत झार्दिउँला नि फेरि बम तानेको हेड माछ सिक्ने। तँ भन्छस् अब खोइ भाइले ल्याएर दिए त खानु हुन्थ्यो लाडो खा के गाँडा कुरा तिमीलाई चाहिँ पहिला हाम्रो पुण्यदायको कुरा सुन्नुहोस् है। यमबुद्धका एउटै कुरा फलो नगर्नु होला त्यो चाहिँ सुसाइड। हजुर किनभने जिन्दगी भनेको अमूल्य उपहार हो प्रकृतिको। एक बारको जुनीमा सुखपछि दुःख आउँछ दुःखपछि सुख आउँछ। भर्खर बादल लायो तर यो बादल लायो यसको यो अर्थ यो होइन कि घाम सधैँको लागि रोक्छ। तपाईँको जीवनमा नयाँ सूर्योदय अवश्य पनि हुन्छ। अनि भाइरल बाबाले के भन्नुहुन्छ हेर्नु त? यम बुद्धले किन सुसाइड गरे? त्यो मान्छे ड्रग एडिक भएर ऊ फ्रस्टेज भएर मर्यो। फेरि भन त ल। ड्रग एडिक भएर ऊ फ्रस्टेज भएर मर्यो। मरेको मान्छेको त इज्जत गर्नुहोस् कमसे कम। यस्तो उल्टो कहिले भेट्नु भएको छ? अहिलेसम्म त मैले भेटेको छैन। यस्तै पारा हो भने कुन दिन भेट्नुहुन्छ है नमिठो? यही त हो नि हिँडिरहने हो कुनै दिन त बाटामा भेटिहाल्छ। त्यसलाई खोडा हाल्नु परेन अब। ओ भाइ के कुरा गरे कसलाई हान्ने हो? तेरो लागि भनेर विचार गर्ला छ है सानो भाइ फेरि। के गर्छस् मुजी के गर्छस्? तँलाई मुजी जहाँ ठाउँको ठाउँ हान्दिनु हो भने पहिला जस्तो फेरि नाइट्रोसन खान्छु म फेरि लाडो खा के गाँडा कुरा तिमीलाई चाहिँ अब हान्नु पर्यो। जिउ नखोज है। सुन यहाँ रन्डीको छोरा तेरो कुरै सुन्न मन छैन। सुन फेरि नरिसा म तसँग रिसा छैन क्या भाइ। त्यही भएर म तँलाई रन्डीको छोरा पनि भनिदिन्छु क्या। के गाँडा कुरा तिमीलाई चाहिँ अब हान्नु पर्यो। तँलाई लात हान्नु पर्यो हो मैले ल मलाई चिनेर देखाएन पहिला म हु आए बिल्ला होस् मुजी खुकुरी हानेर हिँडिरा मान्छे हो। हामीलाई पनि मान्छे काट्न आउँछ म्याच। मेरो क्याम्पस लाइफ स्कुल लाइफ धेरैले हान्दिछ यस्तो ठुलो कुराहरू नगर्नु। टाउका हान्दिएको छु अझै यहाँ हान्दिएको छु खानेको गफ दियो मुजीलाई नि सिरुपाते फुलो घाममा हानिदिन्थ्यो मुजी के हो त? तँलाई अगाडि भेटेर तँलाई मै लडाइदिन्छु के? तेरो बाउको तागत छ कि छैन साला त नेपाली हो कि हेर्छु नेपाली नै हो त भित्रदेखि नेपाली नै हो त। ए तपाईँ नेपाली हो? नेपाली नै हो त जाठा बाबु नि। मुखामुख लाग्दो रहेछ मुख नलाग्यो भने तेरो बङ्गारा झार्दिउँला नि फेरि। मुजीलाई करौँ हाचिनी गरी यहाँ देखाछस् बोलो। उल्टो हातले कहिले मान्छे मरेको सुनेको छैनस् भने नि यही हात हो। यो फेरि ढुङ्गा फुटाउने हो नि। फेरि नबोल भाइ। पशुपतिमा फेरि डेल नाइट सुँगेर हिँड्ने जङ्गिललाई लाउनु नपरोस् तँलाई। तपाईँले मेरो केटाहरू खुकुरी हान्न आउँछ अब के गर्नुहुन्छ? आउँदे बाबा आउँदे मेरो केटाहरू आउँछ म्याच तेरो घर। सकु बोकेर त आउँदैन होइन भाइ? मसँग गन छ क्या म्याच नि। हेरौँ न त हेरौँ। खोलेर देखाइदिउ। हाँस्छस् म्याच सक्यो हाँस्न दिएन। चल्दैन यस्तो म्याच के हो त्यो मुजी? यही बोतल हान्छ टाउको लु हान त। अगाडि आइजन मात्र तँलाई हान्न मलाई कुनै आइतबारै छैन। सक्सेस त आउन मेरो छेउमा। जहाँ भेट्यो त्यहीँ हानिदिन्छु दक्षिण काली भाषामा बुझिस्? म त्यस्तो मान्छे ग्याङ स्टार हो म। ग्याङस्टर यस म चाहिँ ग्याङस्टर के भन्नु हुँदैन भाइ। अझै पनि म ग्याङ स्टारै छु बुझिस्? हामी छ ग्याङस्टर। सबजना म्याच बोल्ने हो थुतु नचलाउने म्याच
जिब्रो चलाउने मात्रै छ यहाँ म्याच अगाडि आउन कोही सक्दैन म्याच आइज कहाँ हो रे तपाईँको घर पहिला मैले तपाईँलाई चाहिँ भेट्नु पर्ने भयो आइज ल यहाँ स्वयम्भू आउँछु फेरि तेरो घरको वरिपरि आएर स्वयम्भूको मुची भगवान चोकमा आइज म्याच अहिले यहाँ घाटमा आइज घाटमा मेरो घाटमा आइज आइज म्याच म आइला छु रन को सक्छ के गर्छस् तँ के छिराइदिन्छु रन छोरा आइज घाटले म्याच ने बहुत डर छ बाबा भगवान डरा छ अहिले त हैन तेरो म्याच तेरो मुची आन्द्रा निस्किन्छ नि रन्डेको छ कट्टा हानेर मार्दे बाबाले छोडिदिनु अहिले दसैँ त मनाउनु दिनुहोस् कमसेकम छोडिदिनु अहिले छोड्दिम यार माछिङ सरी भन्यो आई एम सरी प्लिज सरी भन्यो यसले घर जा त माछिङ म्याच ने घर जा गयो